व्यक्तिका घर तोडफोड गरिएको छ। यसको कसले गर्छ? यसको क्षतिपूर्ति, यसको क्षतिपूर्ति यसमा घुसपेट भएको भन्ने कुरा तपाईँले बुझ्नु भएको कि छैन? तपाईँले क्वेसन सोध्नु भएको छ। घुसपेट कसले गरेको भनिदिनुहोस् न त। त्यसको लागि त छानबिन आयोग गठन भएको छैन भन्नु त। त्यो तपाईँले भन्न सक्नुहुन्छ अहिले? तपाईले भनिदिनु पर्यो नि कसले गरेको। तपाईले नेतृत्व सम्हालेको मान्छेले घुसपेट गरेको जिम्मेवारी पनि लिनुपर्छ। मैले नेतृत्व गर्ने कि मैले छानबिन गर्ने? पानीमाथि पुगान हुन पाइँदैन। मैले छानबिन गर्ने कि मैले नेतृत्व गर्ने? मलाई त्यति भनिदिनुहोस्। तपाईले नेतृत्व पनि गर्ने र जिम्मेवारी पनि लिने हो। छानबिन मैले गर्ने हो भन्नुहोस् त मलाई। तपाईहरु सरकार बनाउनुहुन्छ, त्यही सरकारको विरोध गर्नुहुन्छ, सडक उचाल्नुहुन्छ, किन गर्नुहुन्छ? तपाईको क्वेशन नै इलोजिकल भयो। कसरी के कस्तो क्वेशन गर्नु पर्छ तपाईलाई? मैले गर्ने कि छानबिन आयोगले गर्ने? छानबिन आयोगले गर्छ। जिम्मेवारी तपाईले लिने कि नलिने? उसले इन्भेस्टिगेसन गरेर रिपोर्ट निकालेपछि राम्रो काम, राम्रो कारण, नराम्रो काम, अर्कोको कारण भनेर तपाई प्रेसमा आफ्नो वक्तव्य राख्ने तपाईको नैतिकता के हो भन्नुस्? तपाई को आखिर? राम्रो कारण तपाई कुन स्थानको जेन्जी हो? को हो? तपाईले पत्रकार सम्मेलन गरेर अहिले यसरी कुरा राख्दै हुनुहुन्छ। बजारमा धेरै खालका जेन्जी छन्। तपाई कुन प्रकारको जेन्जी हो भनिदिनुस् न। तपाई मलाई कुन कुन प्रकारका जेन्जी छन् भन्नु? धेरै छन् जेन्जी। के होला? दुई चारवटा प्रकार भनिदिनुस्। कस्तो प्रकार? 2.2 देखि लिएर यहाँ त अनेक खालका जेन्जी भनेको जेन्जी खासमा त एउटा युवा यो एज ग्रुप हो। जेन्जी भनेको कुनै पनि एउटा ग्रुप हुँदैन सर। इन्टरभ्यु जस्तो नगरौँ न। अब ढुङ्गानालाई मेरो प्रश्न कि उहाँलाई क्ल्यारिफाई गरी ल तपाईँको नैतिकताले के भन्छ? मेरो नैतिकताले तपाईँहरूले जुन कार्य गर्नुभयो नि, त्यसमा उधुम मचाउनु भयो नि, तोडफोड आगजनी गर्नुभयो नि, यो सम्पूर्ण जिम्मेवारी नेतृत्व भन्नेहरूले लिनुपर्छ र तुरन्त प्रहरीले तपाईँहरूलाई हतकडी लाउनुपर्छ। त्यो तपाईँ के लयर हो? म एउटा जिम्मेवार व्यक्ति। कसरी जिम्मेवार? तपाईँको क्वेसन नै यो इरेस्पोन्सिबल क्वेसन। कसरी इरेस्पोन्सिबल? कसरी रेस्पोन्सिबल? तपाईँले नेतृत्व लिएपछि तपाईँ जिम्मेवार बन्नु पर्दैन? जिम्मेवारको लागि छानबिन आयोग गठन भएको छ कि छैन? तपाईँले म नेतृत्व हो के बोल्नु भएको भन्नुहोस् त। एकदम पत्रकार तपाईँले बोल्न आउँदैन रहेछ। व्यक्तिका घर तोडफोड गरिएको छ। यसको कसले गर्छ? यसको क्षतिपूर्ति, यसको क्षतिपूर्ति यसमा घुसपेट भएको भन्ने कुरा तपाईँले बुझ्नु भएको कि छैन? तपाईँले क्वेसन सोध्नु भएको छ। घुसपेट कसले गरेको भनिदिनुहोस् न त। त्यसको लागि त छानबिन आयोग गठन भएको छैन भन्नु त। त्यो तपाईँले भन्न सक्नुहुन्छ अहिले? तपाईले भनिदिनु पर्यो नि कसले गरेको। तपाईले नेतृत्व सम्हालेको मान्छेले घुसपेट गरेको जिम्मेवारी पनि लिनुपर्छ। मैले नेतृत्व गर्ने कि मैले छानबिन गर्ने? पानीमाथि पुगान हुन पाइँदैन। छानबिन गर्ने कि मैले नेतृत्व गर्ने? मलाई त्यति भनिदिनुहोस्। तपाईले नेतृत्व पनि गर्ने र जिम्मेवारी पनि लिने हो। छानबिन मैले गर्ने हो भन्नुहोस् त मलाई। तपाईहरु सरकार बनाउनुहुन्छ, त्यही सरकारको विरोध गर्नुहुन्छ, सडक उचाल्नुहुन्छ, किन गर्नुहुन्छ? तपाईको क्वेसन नै इलोजिकल भयो। कसरी के कस्तो क्वेसन गर्नु पर्छ तपाईलाई? मैले गर्ने कि छानबिन आयोगले गर्ने? छानबिन आयोगले गर्छ। जिम्मेवारी तपाईले लिने कि नलिने? उसले इन्भेस्टिगेसन गरेर रिपोर्ट निकालेपछि राम्रो काम, राम्रो कारण, नराम्रो काम, अर्कोको कारण भनेर तपाई प्रेसमा आफ्नो वक्तव्य राख्ने तपाईको नैतिकता के हो भन्नुस्? तपाई को आखिर?